Yo, so guys, welcome back to another gameplay video of Hitman. आज चाहिँ हामी फेरि पनि यही हिटम्यान खेल्न गइरहेको छौँ। जो जसले योभन्दा अगाडिको भिडियो हेर्नुभएको थियो तपाईँलाई थाहा होला, यहाँ हामीले योभन्दा अगाडिको भिडियोमा पनि एउटा मिसन कम्प्लिट गरेको थियौँ। दुईजनालाई मार्नुपर्ने थियो। यो फेरि पनि हामीले कन्ट्र्याक्ट पाएको छौँ कि अर्को अर्को दुईजनालाई मार्नुपर्ने। त्यही भएर हामी चाहिँ फेरि यही घरमा आएका छौँ। लेट्स स्टार्ट। सबभन्दा सुरुमा हामी यो गार्डको लुगा लिइहाल्नु पर्छ। गार्डको लुगा लिनुपर्छ। त्यही भएर पहिले यो गार्डलाई हामी अलिकति मार्नुपर्छ। अब यो गार्डलाई यता बोलाउनको लागि हामी यहाँ बसेर यो गार्डलाई हामी मार्नेछौँ अब यसलाई। किनभने यसको लुगा पाइनौँ भने हामीलाई पछि गएर अलिकति गाह्रो हुन्छ। योभन्दा अगाडिको भिडियोमा पनि हामीलाई धेरै गाह्रो भएको थियो। ल्या मरेन छ। मरो। त्यसले थाहा पाइसकेको छ अब हाम्रो यो मरो भनेर। सो गर्नु काम चुपचाप हिँडेर यसको लुगा लिइहाल्नुपर्छ। यस सर। Security, you need to deal with this guy right away. What's happened? Not again. Okay, show yourself. Wake up, act like you give a सो shit. यहाँनिर चाहिँ अब धेरै मान्छेहरू भेला भइसकेको छ। हामी यिनीहरूको ध्यान यहाँ छ। त्यही भएर हामी Come in, you copy? भित्र भागिहाल्नुपर्छ, नत्र Yeah, I'm here गाह्रो now. पर्छ हामीलाई। No, nothing. प्राइडेस भइदिइहाल्छ तपाईँ। Quiet here. Over. सो हाम्रो टार्गेट चाहिँ कहाँ छ भन्दाखेरि यो एउटा टार्गेट यहाँ छ, अर्को टार्गेट यहाँ छ। दुइटालाई चाहिँ हामी बचाउनु पर्ने। सेम पहिलेकै जस्तो मिसन हो, तर मान्छे फरक फरक हो होइन। मान्छे पनि लगभग एउटै रहेछ, तर अर्को मिसन हो यो। सो हेर्दै जानु होला। You had to tell me the name. नयाँ तरिकाले मार्नुपर्छ योपालि। सो हामीले यो साइडको जान मिल्दैन। योभन्दा अगाडि भिडियोमा हामी थाहा पाएका थियौँ। नचिनोस् कसैले, किनभने अगाडिको भिडियोमा हामीले धेरै यहाँनिर पङ्गा लिएर गएको थियौँ यहाँबाट। सो चुपचाप यहाँबाट जानुपर्छ। गार्डकै उयसमा त अहिले व्यस्त होला अहिले, त्यही भएर हाम्रो लागि सजिलो हुन्छ। अझै खोजिरहेछ हामीलाई नै, त्यो कसले मारो भनेर। त्यही भएर चुपचाप यहाँबाट भागिहाल्नुपर्छ हामी। सो एउटा मान्छे त्यो छ, हामीले त्यसलाई मार्नुपर्ने हो। उसको यसलाई पिछा गरौँ कहाँसम्म यो जान्छ, अनि एक्लो भएको बेला यसलाई हानिहाल्नुपर्छ। यसलाई भन्दा पनि अर्को टार्गेटलाई हान्न सजिलो हुन्छ होला हामीलाई। सो यसलाई पर्ख्यौँ कहीँ एक्लो एक्लो जाने बित्तिकैलाई हामी मार्नुपर्छ। एकछिन पर्खिनुपर्छ यसलाई। अब I was just thinking about that notice my sister. I know I should. Sir, I met my husband. यहाँनिर एउटा टार्गेटभित्र छ हाम्रो, जहाँ चाहिँ हामीलाई मार्न एकदम सजिलो हुन्छ। किनभने गार्ड बाहिर छ, भित्र कोही पनि छैन, नर्मल मान्छेहरू। सो हामीसँग गन छ, साइलेन्सर छ यसमा। सो ओके, यो दामी यो साइड गयो भनेपछि यसको ध्यान योतिर हुँदैन। यसलाई 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 अनि यसले थाहा पाएको छैन, यसलाई पनि सकिहाल्यौँ। एउटा टार्गेट हाम्रो डाउन भइसकेको छ। हामी चुपचाप यहाँबाट निक्लिनुपर्छ, किनभने थाहा पाउन सक्छ। एउटा टार्गेट हाम्रो फिनिस भइसकेको छ। अर्को टार्गेट अब हाम्रो कहाँ छ भने यहाँ रहेको छ हाम्रो अर्को टार्गेट। यो दुइटालाई चाहिँ हामीले मार्न हुँदैन भनेको छ यो मिसनमा चाहिँ है, यो दुईवटा टार्गेटलाई चाहिँ। त्यही भएर यसलाई फोकस गर्नुपर्छ हामीले। अब लेभलले चाहिँ यहाँको डिफिकल्टी बढ्दै जाँदो रहेछ। यो चाहिँ मलाई पनि थाहा थिएन, अहिले भर्खर थाहा भयो। सो अर्को टार्गेटतिर लाग्नु हामी फटाफट। Yeah. तपाईँहरूलाई यो मिसन उस्तै लागेको तर यो फरक मिसन हो। किनभने यहाँनिर हामीलाई डिफिकल्टी पनि बढाइदिएको रहेछ। तर मलाई चाहिँ योभन्दा अगाडि पनि केही भिडियोमा गाह्रो लागेको थियो। मैले GTA 5 र उता हिटम्यानको पनि भिडियो हालेको छु, दुईवटा भिडियो हालेको छु जम्मा जम्मी।
क्वालिटी र भोइस त त्यति राम्रो छैन अहिले किनभने फर्स्ट हो मेरो यो भिडियोहरू सो कम्प्रोमाइज गरेर हेर्न चाहनुहुन्छ भने हेरिदिनु होला सो हामी भित्र जान पाइँदैन त्यसको लागि गार्डको लुगा चाहिन्छ गार्डको लुगा लिएर जान्छौँ पहिले त्यसलाई स्नाइपिङ गरेर हामी मार्न सकिन्छ त न यो भित्र गयो फटाफट हामीलाई गार्डको लुगा चाहिन्छ एउटा सो गार्डको लुगा लगाइदिएर चाहिँ हामीले त्यसको क्याबिनभित्र जान सकिन्छ र सजिलो हुन्छ हामीलाई एउटा यहाँ छ हाम्रो गार्ड यसको एउटा गार्ड यहाँ छ भनेपछि यो दुइटालाई हामीले चाहिँ मारेर यसको लुगा लिन सक्नुपर्छ Yeah. पहिलो कुरा Hey. त यो दुइटा जाँदैन के गर्नु यहाँबाट लुकेर हेरौँ यसो यो गार्डको अफिसरको लुगा लियौँ भने चाहिँ हामीलाई चिनबाट रोक्दैन कसैले Sure, I पनि saw something. No, I'm just tired. सो यिनीहरू चाहिँ गइसकेको छ अर्को एउटा सिक्युरिटी गार्ड छ यो मुनि जान आँटेको छ सो यसले मैले साइन्स लगाएर हान्यो भने थाहा पाउँदैन पहिलो कुरा यही टाइम सायद बेस्ट होला हाम्रो लागि यसलाई मार्नको लागि गन निकालौँ ओ सेट त्यसले अर्को थाहा पायो त्यसले केही थाहा पाएको छैन यस्तो त्यही भएर यसलाई सकिहाल्नु पर्छ किन त Oh, please! I haven't done anything! यु हेभ डन एभ्रिथिङ सो यिनीहरूले केही पनि थाहा पाएको छैन मलाई जहाँसम्म लाग्छ किनकि हामीले साइलेन्सर लगाएर हानेको छौँ सो यसको लुगा फटाफट लिइहाल्नुपर्छ यहाँबाट नत्र फेरि यसले थाहा पायो भने चाहिँ हामीलाई गाह्रो पार्न सक्छ गन लुगामा पहिले चुपचाप यसको यो लुगा लगाइहालौँ यहाँबाट भागिहाल्नुपर्छ नत्र फेरि हामीलाई यसले चिन्छ सो अर्को टार्गेट भएको ठाउँमा जाऊँ यसलाई चाहिँ हामीले मार्नु हुँदैन भनेको चाहिँ यो अनुसार चाहिँ यो मिसनमा चाहिँ त्यही भएर यसलाई केही पनि नगरौँ सो यसलाई अब जसरी भए पनि यसलाई एक्लो पार्नुपर्ने हुन्छ नत्र Oh, wow. सो यो जाँदैछ सो यहाँनिर सायद छैन यही टाइम सायद बेस्ट हुन्छ जस्तो लागेको छ मलाई यहाँनिर कसैले देखेको छैन हामीलाई एकजना त्यहाँ छ आई थिङ्क दिस इज द बेस्ट टाइम भनेको यो भागिहाल्यो फेरि चाहिँ हाम्रो क्यारेक्टर रहेको छ हिटम्यान एजेन्ट 47 रिपोर्टिङ तपाईँहरूले मलाई सब्सक्राइब गर्न सक्नुहुन्छ यस्तो भिडियोहरू आइरहेको छ रेगुलरली होइन सो सब्सक्राइब गरेर राख्न सक्नुहुन्छ विशेष अहिले छैन मेरो पहिलो भिडियो सो त्यति राम्रो छैन मलाई थाहा छ तर बिस्तारै अपडेट गर्दै जान्छु म यसको भित्र हलभित्र चिरिराख्दिउँ No need to panic. किनभने भित्रै आउने हो यो अफिसर यसको अफिसर यसलाई मार्न हामीलाई सजिलो हुन्छ भाइ यहाँ छ यसको उतापट्टि यो छ यहाँ आयो भने चाहिँ यसलाई मार्न सजिलो हुन्थ्यो र हामीलाई आयो सायद आयो अब यतै आउँछ सायद यसलाई यहाँ आउने बित्तिकै सकिहाल्नुपर्छ अरू कोही छैन कोठामा एउटा यो छ आयो यो यतै आयो ढोका बन्द गरिदिउँ गन निकालौँ ओ सेट झन्डै थाहा पायो झन्डै दिएको त्यो गार्डले सेट त्यो भागिगयो नि यस्तो मौका पाएको थिएँ मैले आई थिङ्क सो म धेरै दुई गर्न हुँदैन चुपचाप यहाँ भाग्नुपर्छ म अब कि हाम्रो काम सकिसकेको छ र यो केही थाहा पाएको पनि छैन अहिलेसम्म सो यहाँबाट चुपचाप नर्मल्ली जानुपर्छ किनभने प्यानिक भएर गयो भने चाहिँ यसले थाहा पाउन सक्छ ल
सायद त्यहाँ एउटा गार्ड चाहिँ थियो गार्ड भन्नाले त्यहाँको वर्कर चाहिँ थियो त्यहाँनिर त्यसले थाहा पायो होला सायद तर अब हाम्रो काम सकिसकेको छ यहाँबाट 2 टार्गेट हाम्रो इभेन्ट भइसकेको छ सो हामी चुपचाप यहाँ हल्ला नगरी जानुपर्छ नत्र फेरि गाह्रो पर्छ हामीलाई नै है मिसन इज कम्प्लिटेड एन्ड गुड बाई